हेर्नुहोस् उहाँ टिकटक बन्दैछ ल हेर्नुहोस् ल आज यसरी थापा हुने पानी आउँछ है ल देख्नुभयो है ट्याक जानकारी श्रम संस्कृति पार्क भित्रको फेरि अर्को पाटा आइपुग्यो यो चाहिँ आरा धरान हो यो बुढा सुब्बा मन्दिर हेर्नुहोस् ठ्याक्कै वेलकम ब्याक टु माई च्यानल राई साजन भ्लग तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म यहाँ हेर्न सक्नुहुन्छ म होइन हामी तीनजना श्रम संस्कृति पार्कमा आइपुगेको छु मित्रहरू। यहाँ चाहिँ आज तीनजना दुईजना पाहुनाहरूले लिएर घुमाउनु आएको मैले चाहिँ ट्यागका लागि यहाँ पछाडि गीत ब्याकग्राउन्डमा राई महिलालाई भनेर यो चाहिँ श्रम संस्कृति पार्क हो। यस्तो छ है फुलै फुल यहाँ टिकट काउन्टर हो। तपाईँहरूलाई म बिस्तारै बिस्तारै यसरी देखाउँदै जाने यो श्रम संस्कृति पार्कभित्र म छिरिसकेँ। अब यहाँदेखि वेलकम भनेर यसरी गएको छ ल ट्याग। अब यहाँदेखि तर यो एकदमै सरकारको लगानी छैन मित्रहरू। यहाँ चाहिँ सबै आफन्तहरूको नाममा चाहिँ यसरी चाहिँ पुरै यसरी गरेको छ के अरे फलैचा चौताराहरू बनाइदिएको छ। ल यो चाहिँ स्वागत स्तम्भ हो। यता चाहिँ विभिन्न व्यक्तिहरू उहाँहरू चाहिँ को आत्माले शान्ति पाओस् भनेर चाहिँ यसरी राम्रो राम्रो बस्ने फलैचाहरू राखेको छ। अनि यो कला चाहिँ रोजन कला धरानले चाहिँ रोजन राईले गरेको रहेछ। यस्तो चाहिँ गएन सर यसरी। अब यो वेलकमदेखि च्याब्रुङ यहाँदेखि हलो जुवा यहाँ भरियाहरू बोकेको अझै माथिको चाहिँ अझै यो हुन सकेको छैन, उद्घाटन भएको छैन। यसरी चाहिँ सर देख्न सक्नुहुन्छ ल ट्याक्कै यो बाँसको खपेटाले गाउँतिर चाहिँ यस्तो बस्ने ठाउँहरू बनाउँथे। त्यही कलामा चाहिँ अहिले यसरी बनाएको अवस्था छ। यहाँ वृक्षारोपण गर्दै गरेको छ। यो अर्जुन तुम्बान्थेको नाममा रहेछ। हेर्नुहोस् ल यो श्रम संस्कृति पार्क हो। अब यसलाई चाहिँ यसरी थापा हुने पानी आउँछ है ल देख्नुभयो है ट्याग ल झडासिङ हो। अब यसलाई चाहिँ यस्तो छोडेपछि यसरी मर्छ ल देख्नुभयो नि राम्रो ल मित्रहरू। यो चाहिँ श्रम संस्कृतिभित्रको यो चाहिँ यो पनि विभिन्न दाताहरूले बनाइदिएको हो। पिँडालुको पातको मुनिबाट टक्क बस्ने विभिन्न आकृति छ। यो अझै उद्घाटन हुन बाँकी छ। अनि यो सबै यो चाहिँ आफन्तहरूको नाममा बनाइदिएको यो चौतारा हो एउटा जुन कलाले बनाएको रहेछ। यो उद्घाटन हुन बाँकी छ ल देख्न सक्नुहुन्छ ठ्याक्कै यसरी चाहिँ ल यता घरको बाप लेखेको छ। अब यो पनि उद्घाटन भएपछि झन् आकर्षक बन्न सक्छ है मित्रहरू। यता चाहिँ हाम्रो कान्छा मनोज र उता भाउजूलाई मैले घुमाउनु लिएको छु। तपाईँलाई चाहिँ काठमाडौँबाट आउनुभयो भाउजू यो श्रम संस्कृति पार्कमा कस्तो लागेको छ त? मैले घुमाउनु लिएँ छैन भनौँ न होइन राम्रो छ। यहाँ माथि जानु छ मौनता क्षेत्र हो। यो चाहिँ बोल्नु नमिल्ने ठाउँ। मित्रहरू हामी चाहिँ फेरि अब श्रम संस्कृति पार्कभित्रको फेरि अर्को पाटा आइपुग्यो। यो चाहिँ आरा धरान हो। आरा धरानमा आइपुगेको अवस्था छ देख्न सक्नुहुन्छ ल यहाँनिर चाहिँ सोलुदुप कुण्डमा हामी आइपुगिसक्यौँ ल। बाह्र पोखरीको माछा ल यहाँ छ पछुवा सोलुको माया सोलुदुप कुण्ड
यसरी चाहिँ गाडा पोखरीको माछा कठुवादेखि पानी झर्दैछ रक्सी झर्दैछ यो चाहिँ मानु रक्सी झरेको यस्तो छ ल आरा धरान आइपुगेको अवस्था मित्रहरूलाई हेर्न सक्नुहुन्छ यसरी आरा चाहिँ बाजेहरूले काटिरहेको छ यहाँदेखि मासतिर चाहिँ अब यो चाहिँ आरा धरान मित्रहरूलाई हेर्न सक्नुहुन्छ आरा धरान यो घर यस्तो मजाको छ यहाँ चाहिँ बुट्टाको घर बन्दैछ हिँड्ने यस्तो छ है मित्रहरू यसरी चाहिँ ट्याक्क टक 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 आरा धरानमा यसरी जाने सिँढी हो काठकै जस्तो बनाएको रहेछ हेर्नुहोस् उहाँ टिकटक बन्दैछ ल हेर्नुहोस् ल यहाँ चाहिँ कसैले बोकेको रहेछ ठेकामा रक्सी अनि रोटीहरू उहाँ चाहिँ ठेकी कठुवा आएको रहेछ त बुढीहरूले रोटी त्यो त्यसलाई के भन्छ त्यो डालो त्यो माला चाहिँ के हो जानकारी देउराली श्रमिकहरू ल मित्रहरू यो चाहिँ एसडिबी रोज गार्डन हो तलको एसएमएस चौतारा पर चाहिँ सचेत धरानी समूहद्वारा निर्मित एसडिएस रक गार्डन छ मित्रहरू ल यो यस्तो छ है ल यो चाहिँ एसडिबी रोज गार्डन चाहिँ हेर्न सक्नुहुन्छ सरर मास्तिर हेर्नु भने चाहिँ यस्तो छ है ल मित्रहरू यो चाहिँ एसडिएस रक गार्डन अनि एसडिबी रोज गार्डन यो चाहिँ एसडिएस रक गार्डन हो सचेत धरानीद्वारा निर्मित अनि यता यो बिचको मितेरीको एसडिएस रक गार्डन र एसडिबी रोज गार्डनलाई चाहिँ नजिकमा ल्याउन सफल त वारीको वारी तारीको पारी थियो अहिले चाहिँ मितेरी पुल बनेर चाहिँ यसरी श्रम संस्कृति पार्कहरू चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ यहाँतिर ढुङ्गाको आकृति बाघहरू यो सर्पको अजिङ्गरहरू वर्षमा चाहिँ यो खोलाले ठुलो बाघ छ अहिले चाहिँ यताबाट चाहिँ यस्तो छ ल यो चाहिँ एसडिएस रक गार्डन छ यतातिर पारी एसडिबी रोज गार्डन बिचमा यो मितेरी चौतारा अनि पारी कोस्ट र यता माथितिर चाहिँ श्रम संस्कृति पार्क यहाँ माथि धरान यसरी हेर्दाखेरि चाहिँ अब तपाईँको यहाँनिर देख्न सक्नुहुन्छ माछा धेरै प्रजातिको माछाहरू छ यो बुढा सुब्बा मन्दिर हेर्नुहोस् ठ्याक्कै यो एसडिएस रक गार्डन हो एसडिएस रक गार्डन यो बिचको मितेरी पुल पारीको एसडिबी रोज गार्डन हो यो फोरा भएको यो चाहिँ उसो पार्क हो त्यो चाहिँ एसडिबी रोज गार्डन तल एसएनएस चौतारा यस्तो छ यतातिरको चाहिँ यो चिल्ड्रेन पार्क है बच्चाहरूलाई खेल्नुको लागि अनि ट्याक्क हेर्दाखेरि यहाँनिर सरर हेर्छ डिएचआरएन
धरान ल ल मित्रहरू आज चाहिँ हाम्रो कान्छा मेरो मावली भाइ उता हुनुहुन्छ अनि यो चाहिँ श्रम संस्कृति पार्कमा चाहिँ अहिले हामी आएको थियौँ भिडियोहरू पनि बनाइयो कस्तो लाग्छ हेरेर सुझाव सल्लाह दिनु होला र आइतजन भ्लगलाई चाहिँ सब्सक्राइब गर्नु होला माया गर्नु होला भन्दै आजको भिडियो चाहिँ यहीँनिर अन्त गर्न चाहन्छु।